हाई गाइज वेलकम टु माई अनदर भ्लग। आज चाहिँ म केही स्पेसल कुरा लिएर आउँदैछु ल। के रहेछ त स्पेसल कुरा भन्ने लागिरहेको होला नि हजुरहरूलाई। अनि हेर्नुहोस् न म कहाँ रहेछु त। यति भएपछि हजुरहरूले अलिकति केही त बुझिसक्नु भयो होला नि। अनि घर आएपछि बुढालाई प्याज काटिदिनु न भनेको त उहाँको हालत त हेर्नुहोस्। यस्तो हालत देखेपछि मलाई पनि माया लागिहाल्यो के। होस् छोड्नु म गर्छु भनेर त भनिहाले। भन्न मात्र सजिलो रहेछ के, गर्न एकदमै गाह्रो छ नि। अनि त काटिरहेको छु है, काट्दा काट्दै हेर्नु त म कस्तो भइसके, कस्तो बुझ जस्तो भएर बसेकी चाहिँ नभन्नु ल। अब घर बस्दा मेकअप गरेर बस्ने कुरो पनि त भएन नि। अब पालो भयो पिठो मुस्नेको। अनि त नसकी पिठो मुसे है मैले। अब खानी भइसकेपछि यति गर्न त परिहाल्यो नि। हेर्नु त मेरो हालत कस्तो भएको छ। अब सबै कुरा मिक्स गरेर हामीले किमा पनि रेडी गर्यो। अलिकति जुसी खानी भनेर तेल धेरै हालेको थियौँ कि। अनि सेप दिनु भन्दा अगाडि नै यो सेलाउँछ भनेर मैले चटनी रेडी गरिहालेँ के हतार हतार। म फेरि चटनी लभर, त्यही भएर चटनी पनि यति धेरै बनाएँ के मैले। अब सुरु हुन्छ यता मोमोको प्रोसेस। पुरा एक्साइटेड भएर वाउ भनेर बनाउँदै छु हैन। म सोचेको जस्तो सेप नै बनेन के। हेर्नुस् है त मैले कसरी चाहिँ बुट्टा हान्ने रहेछु। अब भर्खर भर्खर सिक्नेलाई त अलिक गाह्रै हुन्छ। मैले चाहिँ पहिला होटेल चलाएको भएर मलाई चाहिँ एकदम राम्रोसँग आउँछ के। अब हामीले छिट्टै होटेल पनि खोल्दै छौँ, आउन चाहिँ नभुल्नु होला ल। अब होटेललाई जस्तो पर्फेक्ट चाहिएन नि त, आफ्नै लागि हो भनेर मैले पनि बनाइहालेँ जस्तो जस्तो। अनि जस्तो हुन्छ त्यस्तै सेपमा हाम्रो मोमो भयो रेडी। आहा खाउँ खाउँ लाग्ने मोमो हाम्रो रेडी भयो विथ चटनी। चटनी चाहिँ यति धेरै बनाएको थिएँ क्या मैले। अनि यत्रो लामो प्रोसेस त भोक त लागिहाल्छ नि। बुढा आउनु भन्दा अगाडि नै एउटा टेस्ट गरिहालेँ क्या मैले। अनि बुढा पनि आउनु भयो अनि दुईजनाले मिलेर खान लाग्यौँ के। सुरुमा चाहिँ खाँदा खाँदै कहानीमा एउटा ट्विस्ट आयो के ट्विस्ट भन्ने सोचिरहनु भएको होला, त्यो एकछिनमा देख्नुहुन्छ हजुरहरूले। कति मिठो भएको थियो होला त हेर्नु न, बुढा हक्कानिनु भएको खानालाई। अनि म पनि के कम, म पनि हतार हतार खाइरहेको थिएँ क्या मोमो। यस्तो दामी भएको थियो। मेरो फेरि खाने आफ्नै पारा छ के, कसरी खाइकी होला भनेर चाहिँ नभन्नु ल। म यसरी नै खान्छु मोमो चाहिँ। अब आफूलाई जसरी कम्फर्टेबल लाग्छ त्यसरी नै खाने हो नि त। बुढाले फेरि ल आइज सिजर पेपर खेलौँ भनेर भन्नुभयो होइन। खेलौँ भनेर म पनि खेल्न थालेँ। अनि त यस्तो रमाइलो भइरहेको थियो, एकजनाले जित्ने एकजनाले हार्ने भएर। मैले चाहिँ तीनचोटिको पालोमा बल्ल पालो पाउँथेँ खाने। अनि हामीले ठुल्ठुलो मोमो पनि बनाएको थियौँ नि त। म फेरि कति बाटी ठुलो ठुलो मोमो खाइदिन्थेँ के। म कस्तो बच्चा जस्तो लागिरहेको होला है हजुरहरूलाई। भिडियो हेर, जहिले नै मोमो खाएको भिडियो मात्र देख्छु, त्यही भएर मलाई एकदमै खान मन लागिरहेको थियो कि। भएर के म एकदम रमाउँदै खाइरहेको थिएँ क्या मोमो। सिजर पेपर फेरि अझै सकेको छैन कि। हेर्नु न हामी कस्तो रमाउँदै खाइरहेको थियौँ। अब फेरि मैले हेर्नु न यत्रो बिग मोमो खान थालेँ कि। कस्तो मजा हुने रहेछ कि ठुलो मोमो खान त। अब मेरो पारा त देखिहाल्नु भयो, मलाई कहाँ के लाग्यो भनेर मतलब पनि छैन। भिडियो बनाएको छु राम्रोसँग खानुपर्छ भनेर मैले सोचेको पनि छैन। आजको हाम्रो बेलुकी यसै गरी बितिहाल्यो। हाम्रो भिडियो कस्तो लाग्यो त हजुरहरूलाई? राम्रो लाग्छ भने लाइक कमेन्ट सेयर गरिदिनु होला। थ्याङ्क्स फर वाचिङ, बाई बाई, टेक केयर।